बिहान अनि अहिले चाहिँ हामी सबैजना केटाहरू मिलेर गाईलाई चाहिँ घाँस पानी खुवाउनको लागि चाहिँ हामीले घाँस किनेर लगेको छौँ। अनि उता त्यसमा पनि नुन छ अनि त्यो भाँडोमा हामी पानी दिन्छौँ गाईलाई होइन। अहिले चाहिँ हामी गइरहेको छौँ। आज चाहिँ हामी 5 जना गइरहेको छौँ। त्यो गाई चाहिँ ऊ त्यही छ, मैले चाहिँ पानी घरबाट हेरेको होइन, त्यही मजाले बसिरहेको छ। अनि लगभग त्यसले घाँस पानी नखाएको पनि लगभग 1 रात भइसक्यो। त्यसैले गर्दा हामी चाहिँ अहिले बिहान मोर्निङ होइन, अहिले चाहिँ 8 बजेको छ। 8 बजे चाहिँ हामीहरू सबैजना केटाहरू मिलेर हामीहरू चाहिँ त्यो गाईलाई घाँस पानी खुवाउन जाँदैछौँ होइन केटाहरू। ल गाइज भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। अब गाईको अवस्था के छ हजुरलाई मैले देखाइहाल्छु। अनि त्यसैमा त्यो गाईलाई हामीले घाँस पानी खुवाउँछौँ। खुवाइसकेपछि त्यो बगाउने मान्छे को होइन त्यसलाई चाहिँ हामी फोन गर्नेवाला छौँ। त्यो गाई हामी त्यसको जिम्मामा लगाइदिनेवाला छौँ। अब उसले चाहिँ नमाने भने चाहिँ हामी पुलिसलाई खबर गरिदिन्छौँ। हजुरहरूले यो भिडियो यति सेयर गर्नु कि होइन पुरा नेपालभरि फैलियोस् होइन, कोही कसैले पनि फेरि यस्तो चाहिँ हिम्मत नगरोस् के। त्यसैले गर्दा यो भिडियो चाहिँ यति सेयर गरिदिनु गाइस, यति सेयर गरिदिनु है। ल यस्तै केटाहरू हिँड ल भाइहरूले चाहिँ जस धर्म गरिरहेको छन् है। ल अब त्यतै भेटौँला है।